नमस्कार। आज मैले यो घार स्प्लिट गर्नको लागि चाहिँ रानी मौरी किनेको थिएँ। हिजो किनेको, आज डेलिभर भएको छ। यसरी डेलिभर भएको छ। यो चाहिँ रानी मौरी हो। हेरौँ भित्र कस्तो छ, मैले अहिलेसम्म खोलेको छुइनँ। अलिकति टेम्परेचर बढी भएकोले कतै अब रानी मौरीलाई के असर गर्यो कि भनेर यहाँ विचार गरिरहेको छु। हेरौँ। यो चाहिँ अनलाइन किनेको, अनि अनलाइन किन्दाखेरि चाहिँ यसरी आउँछ। यो अब इन्स्ट्रक्सनहरू हो। त्यस्तै अब रानी मौरी चाहिँ यहाँभित्र हुन्छ। यहाँ देख्नुहुन्छ रानी मौरी यहाँनिर छ। रानी मौरीसँग यसरी सुसाइडीहरू पनि पठाउँछ। चाहिँ यो यहाँनिर यो अलिकति ठुलो छ। यो चाहिँ रानी मौरी हो। अनि यतापट्टि चाहिँ यो चाहिँ चिनीको क्यान्डी अथवा मिठाई भनौँ न, मिठाई जस्तो हुन्छ। यो चाहिँ अब ट्रान्जिट हुँदाखेरि चाहिँ रानी मौरीलाई खानुको लागि हो। पछि खोल्नु पऱ्यो भने चाहिँ यताबाट खोल्नुपर्छ। अहिले म खोल्दिनँ, यसलाई म घारमा राखेर अलिक पछि मात्र खोल्छु। यहाँ तपाईँले दाग लागेको देख्नुभयो होला, सेतो टिका छ। सेतो टिका भनेको यो चाहिँ 2026 को रानी हो भनेर चिनाउनुको लागि हो। यहाँ देख्नुभयो होला, यो चाहिँ रानी मौरी हो। हजुर, यसरी आउँछ यहाँनिर चाहिँ अनलाइन रानी मौरी किन्दाखेरि चाहिँ। अलिक म नजिक ल्याउँछु, नजिकबाट अलिकति फोकस हुन्छ कि। यहाँ सेतो देख्नुहुन्छ होला। हजुर, सेतोमा नम्बर पनि दिएको छ। उनीहरूको आफ्नो ब्रिडर हुन्छ, यसरी नम्बर दिएर पठाएको हुन्छ उनीहरूले। अरू चाहिँ सुसारे मौरीहरू, यो रलपलहरू चाहिँ। हस्, धन्यवाद।